क्षेत्रमा गएर युवराज सफल चुनाव लड्छ अब रवि लामिछाने मात्र किन केपी ओली प्रचण्ड देउवा सबैजना लड्छन् नि दम भएको हिम्मत भएको मान्छे हो तर 21मा अब 21मा चुनाव हुँदैन अब यो नहुने चुनावका बारेमा गीत गाउनु आवश्यक छैन र म भने यदि भयो भने इफ हुँदैन भने चाहिँ भयो भने क्वेसन हुन्छ भने यस्तो कन्फ्युजनको कुरा नगर्नु न हुँदैन एक दिन त होला नि युवराजी देशमा कहिले चुनाव हुने इतिहासमै भने के फागुन 21 हुन्न भने हो त्यसपछि फागुन 21 हुन्न भने अरू बेला हुन्छ चैतमा होला वैशाखमा होला कुनै पनि चुनावमा युवराज सफल जनताले चाह्यो भने रवि लामिछानेसँग लड्न तयार हो केपी ओली रवि लामिछाने शेरबहादुर सबै आयो भने सबैका विरुद्धमा लड्छ नि जति लड्छ नि युवराज सफल ठुलो कुरा छ जित्ने पक्का होइन चुनाव जित्नै पर्छ भन्ने छैन एजेन्डाले विचारले जित्ने हो यहाँ अहिलेका मान्छेहरूले 20औं पल्ट चुनाव जिते के गरे त तिनीहरूले मन्त्री भए के गरे प्रधानमन्त्री संविधान जारी गरे देशमा गणतन्त्र लोकतन्त्र आयो ठिक छ त्यो विषय त अब म भएकै म पनि जारी गर्थेँ त्यसले गर्दाखेरि युवराज सफललाई देशको माया छ त्यो माटोको माया छ त्यसैले सदा सर्वदा युवराज सफल अब स्वतन्त्र भयो रवि लामिछानेले हाइज्याक गरेर लगेको स्वतन्त्र भन्ने शब्द मैले फिर्ता ल्याउँछु त्यसपछि युवराज सफलले अहिले घोषणा गरेको चाहिँ म स्वतन्त्र